हेलो साथीहरु, हेर आज मेरो घरमा भेज खसीको तरकारी बन्दैछ। अहिलेलाई हैन, फेरि भोलि बिहानलाई हो। अहिलेलाई त दुधमा त्यो धुलो हाल्छ नि, त्यो धुलो हालेर पल्यो के भन्ना नि, त्यो लिटे बनाएको छ। अहिलेको लागि बुढी खाँदैछ। म अब तरकारी काट्छु। भोलि बिहानको लागि हाम्रो तयारी अहिले हुन्छ हजुर। यो परदेशी जिन्दगी हो। परदेशमा कसरी के गर्नुपर्छ, कति दुःख हुन्छ भन्ने यसरी थाहा हुन्छ। भोलि बिहान टाइम हुन्न, त्यही भएर अहिले हामी यो चाहिँ तरकारी काटेर राख्ने। भोलि बिहान टाइम त बच्यो नि, त्यही भएर म तरकारी काट्दैछु। बुढी खाना खाँदैछ। तपाईहरुले भोलि लाइक कमेन्ट गरिदिने हजुरको काम है। अरु त केही भन्नु छ भने भन्नुभयो त। अब यसलाई खाना भ्या भइगयो हजुर। यसलाई खानु चाहियो, अरु केही चाहिएन। खानु त खानु पर्यो। खानालाई त त्यता खाना सकाले 5 बजे खादा 10 बजे देखेन हो। त्यही त यसलाई खानु चाहियो। अनबर्नु चाहिँ स्वाद ढुलिरहन्छ। हो, मेरो बुढीलाई खानु चाहिन्छ। मलाई अलि काम पनि गर्नु पर्यो। छकाल चाहिँ यो गर्छ, बाबरी म गर्छु। त म भन्ने हैन। बुढाबुढी सम्मान हो। मिलेर काम गर्नुपर्छ सबैले। परदेश हो या घरमा होस्, बुढीले एक काम गर्यो भने एक काम बुढाले गर्ने। त्यो चाहिँ मानसिकता बसालौँ सबै साथीभाइहरू। त्यही भएर म अहिले अब तरकारी काट्छु। यो खाना खान्छ। यो खाएपछि अब खाना त सँगै खाए पनि हुन्थ्यो, तर कहिलेकाहीँ यस्तो हुन्छ माछा मासु भए सँगै खान्छ। तर अलिकति टाइम फेरबदल हुन्छ। भिडियोलाई अति माया गरिदिनु ल साथीहरू। चलो बाई बाई।